यसो दिमागमा होइन त्यो कोही व्यक्तिको चाहिँ अब कल्पना गर्दाखेरि होइन यसो सोच्दाखेरि त्यो मान्छे टक्क आइदिन्छ क्या कहिलेकाहीँ क्या। अब त्यो कोइन्सिडेन्स हो कि लाइक कुनै एउटा इन्टरनल त्यो हुन्छ नि केही त्यो हुन्छ होला क्या हाम्रो त्यो माइन्डको त्यो सेन्सले चाहिँ होइन थाहा पाएर क्या त्यो मान्छेको बारेमा सोच्नु मन लाग्ने टाइपको त्यस्तो केही हुन्छ कि त्यस्तो लाग्यो क्या मलाई क्या होइन। कोइन्सिडेन्स त हुँदैन नि त कहिलेकाहीँ भन्दा प्रायः जस्तो क्या हामीले कसैको व्यक्तिको बारेमा कुरा गरिरहेको हुन्छ होइन। अब त्यही मान्छेको कुरा किन गर्नु पर्यो त त्यही बेलामा त्यो मान्छे फेरि ठक्क आइदिन्छ क्या। अब यसलाई कोइन्सिडेन्स भन्ने कि लाइक अब त्यो मान्छे आउँदैछ भने त्यो नजिक आउनुभन्दा अगाडि नै त्यो हाम्रो दिमागमा चाहिँ के अरे थाहा हुन्छ जस्तो लाग्यो क्या मलाई लागेको कुरा है यो। म अहिले हिँडिरहेको छु सोधेको है एन्सर दिउँ त यसको के हो।